हेलो दर्शन नमस्कार छ सबैजनालाई वेलकम छ फेरि पनि ठेकेदारको यो छोटो भ्लगमा। आज चाहिँ म यसो घाम ताप्दैछु कि अनि यहाँ घाममा मान्छे त कालै छ कि हैन, त्यही नै कालो मान्छे अझै निलो हुँ भनेर जाडो हुन्छ कि त्यही भएर घाम तापिरहेको थिएँ। त्यही भएर यसो चाहिँ छोटो देखाम भनेर साथीहरूलाई कस्तो लाग्छ तपाईँहरूलाई है त हेर्नु होला है, सबै साथीहरूले हेरेर साथ दिनु होला। अनि यसो च्यानल एक्टिभ राख्नलाई पनि मैले यस्तो छोटो भ्लग बनाएको छु। आज केही पनि देखिन्न त हौ घाममा, कालो मान्छे त क्यामेरामा त झन् कालो देखिँदो रहेछ त। त्यसका बाजे गाह्रो छ नि मलाई, हेरेर साथ दिनु होला है त। नमस्कार, हेलो दर्शन नमस्कार छ है फेरि पनि मेरो छोटो भ्लगमा तपाईँ सबैलाई वेलकम छ। आज चाहिँ म यसो घाम सिक्दै गरेको क्रममा तपाईँलाई यहाँको डाँडाकाँडाहरू देखाइदिउँ भनेर यसो चाहिँ गइरहेको छु। सबैजनाले हेरेर साथ दिनु होला है त। यहाँ चाहिँ एकदम उराट लाग्दो है, हरियो भन्ने कुरा चाहिँ अब चाहिँ छैन होइन, किन भन्दा अब यहाँको मौसम यस्तै छ। तपाईँहरूतिर नेपालतिर त एकदम पानी परेको छ है जताततै, तर चाहिँ हाम्रोतिर चाहिँ दसैँ त घाम लागेको छ है। दसैँ त घामले लाग्यो नि यस्तो छ तर हाम्रो कुकुर पनि सुतिरहेको रहेछ। यस्तो ठाउँमा छौँ सधैँभरि कति देखाइरहनु तपाईँहरूलाई, त्यही पनि यसो च्यानल एक्टिभ राख्नलाई के बनाएर हाल्नुपर्छ भन्ने कुराकानी साथीहरूले गर्नुभएको छ। त्यहाँबाट मैले छोटो बनाएको छु है, धेरै लामो हुँदैन। किन भन्दा अब लामो बनाउने टाइम पनि त्यस्तै छ अनि ठाउँ यही हो, फेरि कति देखाउनु। अब चाहिँ बरफ पर्ने सिजन हुन लागेको छ है हाम्रोतिर। भोलि दिनमा चाहिँ बरफ पनि पर्छ लागेर। हाम्रो जगदीश दाजुको आज हेरेको थिएँ मैले भ्लग, उहाँ चाहिँ फर्किनु भएछ आफ्नो कर्मथलोतिर। अनि उहाँले चाहिँ भ्लग बनाउनु भएको थियो, साह्रै मजा लाग्यो। एकदम बरफ परेको बरफमा खेलिरहेको भिडियोहरू बनाउनु भएको थियो। सुन्न त म त्यति पाएन उहाँको भिडियो पनि। अब त्यही हो, ठेकेदार मान्छे काम गर्नै पर्यो। यसो पेले अन गरेर राखिदिन्छु, झलक हेरेको थिएँ तर उहाँको चाहिँ एकदम मजा आयो। अब चाहिँ यहाँ बरफ पऱ्यो भने फेरि बनाउने छु। आज चाहिँ यो बरफ नपर्दा एकदम घाम हेर्नु न कस्तो मजा घाम लागेको छ। सरर लानुहोस्, आफै खाने घाम लागेको छ। त्यहाँबाटै खाइदिनु रहेछ हौ त्यसको बाजे। यहाँ पनि गतिलो भएको है रन्छ क्या। घाम तापिरहेको थियो, त्यो भएर यसो टाइम पास गर्नु पऱ्यो भनेर चाहिँ रहन खोजेको हल्का कस्तो लाग्छ तपाईँहरूलाई। तल चाहिँ हाम्रो बजार, तपाईँलाई म बजार पनि देखाउँछु है त। यो चाहिँ बजार हाम्रो तलको एकदम यहाँ चाहिँ बजार छ है सानो। यो बजार हो। यहाँ चाहिँ होमस्टेहरू तपाईँ सबै पाउँछ है त्यो बजारमा चाहिँ। घुम्न आउनको लागि एकदम ठिक छ यहाँ चाहिँ भन्न म चाहन्छु। अनि के छ अरू, के छ खबर? यस्तै छ जिन्दगानी दर्पण छाया हुई पारामा होइन, के छ र। म चाहिँ यसो अहिले चाहिँ दिनमा चाहिँ आज चाहिँ म अलि हल्का फ्री थिएँ, प्लस ठेकेदारको फाटेको कपडा नदेखाम भनेर चाहिँ म फेस देखाएको छैन है। त्यसमा चाहिँ क्षमा चाहन्छु। यसो ठाउँहरू हेर्नु होला, त्यति राम्रो बनाउनु त आउँदैन मलाई, त्यति साह्रै व्याख्या विश्लेषण गर्न पनि आउँदैन। त्यही हो, तपाईँहरू सरले हेर्नुभएको छ, 1 साल भइसक्यो है हेर्दा कति वाक्कै त्यही मात्रै ठाउँ देखाउँछौ भनेर गाली गर्नुहुन्छ होला। गाली चाहिँ नदिनु होला है, ठेकेदारलाई गाली गरेर केही पाउनुहुन्न, के छ र होइन। यस्तै छ जिन्दगानी दर्पण छाया। घुम्न आउनुहोस् है साथीहरू, घाम लागेको छ। तपाईँतिर पानी परेको छ भने यस्तो मजा घाम लागेको छ। यहाँ घामले फेरि 2 दिनमा कलर चेन्ज गरिदिन्छ मान्छेको। त्यस्तै छ जिन्दगानी।
रुगा काँसोले चाहिँ छोड्नु भएन त्यसका बाजे रुटुङ पारामा के भइहाल्थ्यो यस्तो बुढेसकाल लाएर हो कि यस्तै छ सर र पानी गत्तामा भने जस्तो यति नै छोटो बनाउन चाहन्थेँ म छोटै भयो अब चाहिँ बरफ पर्छ अलि दिनमा अनि बरफ हेरौँला है त दादा अस्ति परेको थियो बरफ अनि मौसम चाहिँ फेरि बदली भयो दादा अहिले चाहिँ बरफ चाहिँ छैन माथिमा दादा देखिन्छ बरफ चाहिँ यहाँ तल चाहिँ आजभोलि बरफ कम्ती नै छ केटाको ड्युटी गाह्रो नै छ अब नेपालतिर जानुपर्छ असार मसन्तमा जानुपर्छ गाह्रो छ नि नेपालतिर त फेरि असार मसन्तमा गयो भने कम्मै पैसा नै आउँछ माथि ठेकेदारलाई रमाइलो हल्का रमाइलो ल है त यस्तै छ जिन्दगी दर्पण छायामा यतै गर्नु होला तपाईँहरूले है त यस्तो ठाउँ छ कि यति रमाइलो ठाउँ छ कि तपाईँहरू आउनुहोस् घुम्न यहाँ चाहिँ बरफ परेर यति राम्रो देखिन्छ नि अहिले त केही छैन यो चाहिँ तपाईँको सिधै पहिला धुलो माटो अनि होइन पहाडको मरुभूमिमा यहीँमा देखिन्छ कि अलि पछि चाहिँ यस्तो राम्रो देखिन्छ आउनुहोस् रमाइलो गर्नुहोस् सबैजनालाई इन्जोय गर्नुहोस् भन्न चाहन्छु है त म कस्तो लाग्छ भन्नु है तपाईँहरूलाई धन्यवाद हजुरहरूलाई कस्तो लाग्यो मेरो छोटो ब्लगमा मेरो ठाउँहरू कस्तो लाग्यो होइन तपाईँले मेरो साथ दिनुभयो भन्ने पूर्ण आशा छ अब चाहिँ यति भन्दै म चाहिँ यहाँबाट बिदा हुन चाहन्छु है त सबैलाई धेरै धन्यवाद अनि फेरि पनि आउँदै गर्नु होला म पनि आउँदै गर्नेछु हस् त जय नेपाल सर्के सलाम ठेकेदारको तर्फबाट बाई बाई छर्छौँ सबैलाई नमस्कार